एसी जमदग्नि नदीको किनारमा ध्यानमग्न। त्यो शान्त क्षण तोड्दै एक अभिमानी राजा सेनासहित आउँछ। उनी माग्छन् कामधेनु स्वर्गकी दिव्य गो। एसी नम्रतापूर्वक अस्वीकार गर्छन्। राजा हाँस्छ र बल प्रयोग गरेर गौलाई लैजान्छ। जब परशुराम फर्कन्छन् उनले देख्छन् पिता मृत, माता रुँदै रागको बीचमा। त्यो दिन पर्वतहरूले सुनेको थियो एउटा प्रतिज्ञा, मेरो पिताको रगतको हरेक थोपा बदलामा 1000 राजाहरू दल्नेछन्। भगवान विष्णु प्रकट हुन्छन्। शान्त स्वरमा भन्छन्, तिम्रो क्रोध न्यायोचित छ। यो मेरो अस्त्र लियो परशु, दिव्य कुठार। तर सम्झ, तिम्रो उद्देश्य विनाश होइन, सन्तुलन हो। आकाशमा बिजुली चम्किन्छ। कुठार निलो अग्निज्योतिले चम्कदै उनको हातमा अवतरण गर्छ। उनी पहिलो प्रहार गर्छन्। रुखहरू दल्छन्, पृथ्वी काप्छ, गर्जन गुन्जिन्छ। तीरहरू आकाशमा उठ्छन्, तर उनले तिनलाई हावामै काट्छन्। तरबारहरू ठोक्किन्छन्, तर उनको कुठारले पोलादलाई प्रकाश झैँ चिर्छ। उनको चाल हावा झैँ, उनको युद्ध आदि झैँ, उनको प्रहार नियतिको निर्णय झैँ। 21 पुस्तासम्म उनले अहङ्कारी राजाहरूको रक्तले पृथ्वी धोए र अन्ततः पृथ्वी शान्त भयो। परशुराम राख बनेका पिताको सामु घुँडामा टेक्छन्। शान्त स्वरमा भन्छन्, पिताजी, मैले तपाईँको बदला त लिएँ, तर संसारलाई मेरो क्रोधमा डुबाए। उनी आफ्नो कुठार जमिनमा राख्छन्, तर पृथ्वीले अस्वीकार गर्छ। मानव सृष्टि नै उनको शक्ति भएले काप्दैछ। वर्षौंपछि परशुरामको भेट हुन्छ भगवान रामसँग। रामले नतमस्तक हुँदै भन्छन्, तपाईँ मेरो बलका गुरु हुनुहुन्छ। उनले आफ्नो दिव्य ऊर्जा रामलाई हस्तान्तरण गर्छन्। शक्तिद्वारा धर्मको आत्मा। आज पनि उनी पृथ्वीमा हिँडिरहेका छन्, मन्दिरहरूको रक्षा गर्दै, योद्धाहरूलाई शिक्षित गर्दै, अन्तिम युद्धको प्रतीक्षा गर्दै। जब संसार फेरि अहङ्कारमा डुब्नेछ, तब योद्धा एसी परशुराम पुनः उठ्नेछन्।